यो कथा हो एक नयाँ आशाको, एक हरित क्रान्तिको। यो कथा हो अर्गानिक डिभाइन ग्रुप प्राइभेट लिमिटेडको, जसले सुरु गरेको छ एक यस्तो अभियान जहाँ माटो, प्रकृति र मानव बीचको सम्बन्ध फेरि जीवित हुँदैछ। आजको युगमा जहाँ खेतहरूमा रासायनिक विषले प्रदूषित भएका छन्, अर्गानिक डिभाइनले ल्याएको छ प्राकृतिक पद्धतिबाट उत्पादन गर्ने नयाँ दिशा। यहाँ पेस्टिसाइड, युरिया नहालिकन बल्कि माटोको आफ्नै शक्ति, जडीबुटी र जीवनदायिनी तत्त्वको प्रयोग हुन्छ। यो वर्ष हामीले रोजेली हिबिस्कसलाई रोज्यौँ। एकदमै प्राकृतिक र अर्गानिक पद्धतिबाट यसको उत्पादन गरियो। यो केवल खेती होइन, यो हाम्रो मातृभूमिसँगको प्रेम र प्रकृतिप्रतिको सम्मान हो। यो यात्राले किसानलाई मात्रै होइन, सयौँ युवाहरूलाई रोजगारी पनि दिएको छ। आज अर्गानिक डिभाइन ग्रुपको प्रयासले आर्थिक उन्नति, आत्मनिर्भरता र स्वाभिमानलाई नयाँ परिभाषा दिएको छ। हामी केवल उत्पादन बेच्दैनौँ, हामी प्राकृतिक जीवनशैली, स्वस्थ, समृद्धि, अध्यात्म र खुसीको चेतना फैलाउँछौँ। हाम्रो लक्ष्य शुद्ध माटो, स्वस्थ मानव र सन्तुलित पृथ्वी हो। सबैजनालाई नमस्ते। मेरो नाम भीमा बुढाथोकी, स्योहारखोला टोल 13। मैले चाहिँ यो रोजेली खेती गरेको अम्बापुरमा हो। अनि मैले चाहिँ ओडिजी अर्गानिकबाट नै यो ट्राई गरेको थिएँ। जस मेहनत चाहिँ धेरै लाग्दो रहेछ, तर राम्रो चाहिँ राम्रो छ। त्यही कारणले हामीले चाहिँ 5-6 कट्ठा जतिमा चाहिँ लगाएका छौँ र हामीले यसको चाहिँ उत्पादन गरिराखेका छौँ। मेरो नाम श्रीपति चौधरी, घराई उपमहानगरपालिका वडा नम्बर 17 बेलभार पर्छ। रोजेली एउटा आफूले खानलाई रोपिन्थ्यो। योभन्दा अगाडि छेउछाउमा यता बाडी काङ्लातिर रोपिन्थ्यो। अब एकपटक म यसै बजारतिर आउँदाखेरि एउटा जैविक भन्नेमा सम्पर्क भयो। एकजना सरले भन्नुभयो कि यो रोजेली भन्ने चिज एकदम उपयोगी चिज हो, औषधि हुन्छ, यसको फुल पनि बिक्छ भन्नुभयो। अब फुल भनेको यो पहेँलो फुल्ने फुल होइन कि फुल पछिको फुल, त्यो फुल बिक्छ भन्नुभयो। अनि त्यसपछि यसको बिउबाट पनि तेल निकाल्न सकिन्छ, यसको तेलबाट पनि स्वास्थ्यलाई एकदम लाभदायक गर्छ भन्नुभयो। त्यसपछि खुसी लाग्यो मलाई। ठिकै छ सर, म 4-5 कट्ठामा भए पनि यो रोजेली रोप्छु, हजुरले उठाउनु हुन्छ भनेपछि ठिक छ, म आफ्नो तरिकाले खेती गर्छु र यसलाई राम्रो आम्दानी लिन्छु भनेर यो जेठको 10 गते रोपेको मैले। त्यसपछि समय समयमा हेर्दै जाँदाखेरि राम्रो भयो, त्यो एकदम लह लाग्दो भयो। त्यसपछि सरहरू आउनुभयो, आएपछि ल ठिक छ, हजुरले छरेको राम्रो हुन्छ, फल्छ भन्नुभयो। फेरि 1 महिनापछि सरहरू हेर्न आउनुभयो, अझ राम्रो भयो। त्यसपछि फुलेपछि आउँछन् भन्नुभयो। त्यसपछि मैले फुल फुल्दाखेरि सरहरूलाई ल आउनु सर, यहाँ हाम्रो फुल्न लाग्यो, अब टिप्ने समय दिनुहोला।
फेरि हेर्न आउनुहोला भनेपछि आउनुभयो र त्यसपछि हामी चाहिँ यसकै खेतीमा नै अब टिप्न सुरु गऱ्यौँ। टिपेपछि लगभग आजसम्म फुल टिपेर सुकाएर यसको चाहिँ अब सुकाएकोलाई नै उठाउँछु भन्नुभयो। यसको लहरा पनि जुट उद्योगमा लाग्छ भन्नुभयो। यसको जुन डाँठको नाङ्लालाई काटेर यसको पनि जुटमा जान्छ, जुट उद्योग कपास उद्योग हुन्छ भन्नुभयो। त्यही भएर म खुसी छु। यसको बिउ पनि अब उत्पादन छ, बिउ पनि पाइन्छ आवश्यक परेमा भन्दै म केही कुरा राख्दछु। यो मात्रै सुरुवात हो एक हरित यात्राको, एक स्वदेशी नवजागरणको। अर्गानिक डिभाइन ग्रुप प्राइभेट लिमिटेड, प्रकृतिबाट प्रकृतिका लागि र प्रकृतिसँगै। Organic Divine Group Private Limited, a revolution rooted in nature. Thank you so much.